रातिको 12 बजिरहेछ। कति मुस्किलले परदेशमा बिताउनु परिरहेको हुन्छ त्यो त परदेशमा बस्नेहरूलाई नै थाहा हुन्छ। रेस्टुरेन्टबाट खाना लग्दैछु खानाको लागि। अब गएर फ्रेस भएर रुममा अनि खानासाना खाने। राति एक्लै जाँदाखेरि त यहाँसम्मको लागि त ठिकै छ। त्यो रोड पारी गरिसकेपछि त्यहाँबाट पछि त एकदम सुनसान, एक्लै आउनु त्यस्तो गाह्रो। फेरि यतातिर मार्केट एरिया रहेछ अनि 24 घन्टा खुल्ने सपहरू त यतातिरबाट त खुलिरहेकै हुन्छ। अनि उताबाट गयो भने त धेरै टाढा पर्छ बाटो, अनि त्यही भएर यतैबाट सजिलो हुन्छ। अनि त्यो कर्नरको जुन सिसा देखिरहेछ नि हो म काम गर्ने ठाउँ त्यही हो। अनि यो चाहिँ ब्लू कलर पेन्ट भएको यो चाहिँ पुलिस स्टेसन हो यहाँको, यो एरियानिरको। यो चाहिँ हाम्रो एरियाको मेन हाइवे बाटो यही हो। यताबाट अगाडि गए जोरबारू, यताबाट गए नि जोरबारू, कहाँ कुन बारू जाने हो। मेन हाइवे चाहिँ म बस्ने एरियाको यही हो। घुमेर आखिर एउटै बाटो पुग्नु हो। त पढबाट यहाँसम्म आइयो हिँडेर नै सबभन्दा छ। यो चाहिँ मेन हाइवे हो। एकचोटि त इच्छा लागेर सुरुमा आएको बेलामा त यो पुरै ठाउँ नै साइकलले घुमियो। लास्ट टाइममा भिडियो नै बनाएर मैले युट्युबमा राखेको पनि थिएँ, पछि सम्झिनलाई सजिलो हुन्छ कि भनेर। अलि पर जाँदाखेरि चाहिँ कुकुरहरूले हैरान बनाउँछ हैन। यसरी हातमा यो झोला अनि यो ड्रिङ्कर गर्दाखेरि कुकुरहरूले चाहिँ लास्टै बोल्ने गर्छ हैन। कोही छैन, कति अँध्यारो छ। बिचारा म्यानेजरलाई कतिचोटि रिक्वेस्ट गर्छु यसरी एक्लै सेड्युल नहाल भनेर। बिचमा फेरि मसँग नेपालबाट एकजना साथी छ अनि उसको र मेरो सँगै हालिदिएको थियो। फेरि स्टाफ नपुगेर हो कि के नभएको, फेरि सिङ्गल नै सेड्युल बनाएर दिइरहेछ। उसको चाहिँ मभन्दा 1 घन्टा पहिले नै बिदा भइसक्यो अनि गयो। 1 घन्टा चाँडो आएको थियो अनि 1 घन्टा चाँडै गयो। अनि मेरो उसभन्दा 1 घन्टा ढिलो राखेको थियो सेड्युल, अनि म ढिलो आइरहेछु। कुकुर यसरी नै बतारिरहेको हुन्छ अनि डर लागेर आउँछ चिकरला भनेर। तर पनि चल्छ, हेरौँ। कुकुर त्यहाँ गइसक्यो, पछाडि नै छ कुकुर त हेरिरहेछ। कुनै बेला त पछि आएर छुएर पनि जान्छ, तर त्यसलाई देखेर म न यता भाग्छु न उता भाग्छु। त्यही भएर बचि नै हाल्छु जति कराए पनि हैन। अनि अहिले चाहिँ त्यहाँ 2 जना छ कोही, तिनीहरूले गर्दा पनि अलिकति हिम्मत आयो। नभए त सबै उडेर जान्छ भनेर। यो भनेको यहाँ पोखरी छ हैन। त्यो तपाईँले हेरिरहनु भएको छ त्यो मन्दिर जस्तो जुन बनाएको छ त्यसको उतापट्टि त्यो पोखरी हो, ताल भएर त्यहाँ छ। यो नभए यहाँ पुरै रुखहरू नै छ। अहिले पनि 1 जना 2 जना मान्छेहरू त आइरहेकै छ उताबाट। अनि यसरी नै कोही भेट्यो भने त हल्का हिम्मत हुन्छ, नभए त गाह्रै छ।
फेरि यो ठाउँ यस्तो छ कि जसले पनि भन्ने गरिरहेको हुन्छ कि त्यतातिर लुटमार धेरै हुने गर्छ भनेर। कुकुरले पनि कराएकै छ। यताबाट गए पनि त्यही हो, यताबाट गए पनि त्यस्तै हो, तर उताबाट नगएर म यो बाटो जान्छु किनकि यो बाटो भनेको त घरहरू भएको बाटो हो हैन, अनि हल्का डर पनि लाग्दैन। त्यो बाटो भनेको त यार त्यसरी नै पुरै रोडै रोड छ, यतातिर चारैतिर घर बनिएको छ, त्यही भएर यो बाटो जाँदा अलि डर हुँदैन। त्यो लास्टको ठुलो घाट देख्नु भइरहेछ नि, त्यसको सबभन्दा टपमा चाहिँ म र मेरो साथी बस्छौँ। अनि अघि जुन जहाँबाट मैले बाटो मोडेँ नि हो, त्यो बाटो उताबाट म फर्केर यताबाट नआएको भए, म उताबाट गएको भए म ठ्याक्कै त्यो अगाडिको जुन मेन बाटो देखिनु भइरहेछ नि हो, म त्यहाँ निस्किन्थेँ। अनि त्यहाँबाट फेरि मलाई जुन लास्टमा जुन बत्ती बलिरहेछ नि त्यहाँ निस्किन्थेँ, अनि त्यहाँबाट फेरि मलाई यहीँ आखिर आउनु पर्थ्यो, फेरि फर्केर उता बाटो पाएर फेरि उता जानु पर्थ्यो हैन। त्यो बाटोको यो जुन बाटो देख्नु भइरहेछ नि, त्यो भर्खर जुन गाडी गयो त्यसको यतापट्टि जानु पर्थ्यो हैन मलाई, अनि फेरि यहीँ आउनु पर्थ्यो, त्यही भएर म यो बाटो आएर फेरि यता जाने हो। कुनै कुनै बेला त म सिरिङ्गै भएर आउँछ यार। त्यो चाहिँ मेन हाइवे हो, उतापट्टिबाट आएको भए ठ्याक्कै यहाँ निस्किन्थे हैन। अनि हामी बस्ने घर चाहिँ यही हो, माथिल्लो तल्लामा म र मेरो साथी बस्छौँ। मैले त चाबी नै राखिनँ यार, चाबी राख्नै बिर्सेछ। यदि मेरो साथी सुतिसकेको छ भनेपछि त फेरि मलाई गाह्रो हुन्छ, उसलाई फोन गर्नुपर्ने हुन्छ। अस्ति त साँचो बिर्सेर म त यहाँ 1-2 घन्टा कुरेर बसेको थिएँ यहाँनिर। ल है त अब राखेँ म, बाई बाई।